नमस्कार। विकेट गोल टिभी च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। अहिले नेपाली क्रिकेट टिम र नेपाली फ्यान्सहरू वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी20 इन्टरनेसनल सिरिजको पर्खाइमा छन्। दुई पटकको टी20 वर्ल्ड कप च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले शारजा क्रिकेट स्टेडियम दुबईमा 3 खेलको टी20I सिरिज खेल्दैछ। त्यो क्रिकेट ग्राउन्डमा अहिले रिनोभेसनको काम चलिरहेको कारणले यो सिरिज युएईमा सेड्युल गरिएको हो। सिरिजको पहिलो खेल 27 सेप्टेम्बरमा हुनेछ, त्यसपछि 29 सेप्टेम्बरमा दोस्रो खेल र अन्तिम खेल 30 सेप्टेम्बरमा खेलिनेछ। सबै म्याच नेपाली समयअनुसार राति 8:45 बाट सुरु हुनेछ। नेपाल भर्सेस वेस्ट इन्डिजको म्याच प्रिभ्यू र रिसेन्ट फर्मको कुरा गरौँ। नेपाल र वेस्ट इन्डिज टी20 इन्टरनेसनलमा पहिलो पटक आम्ने सामने हुन लागेका छन्। तर ओडिआईमा भने यी दुई टिमले एक आपससँग खेलिसकेका छन्। सन् 2023मा जिम्बाब्वेको हरारेमा भएको ओडिआई वर्ल्ड कप क्वालिफायरमा वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो। त्यो म्याचमा वेस्ट इन्डिजले 339 रन बनाएको थियो र नेपाल 101 रनले पराजित भएको थियो। सो खेलमा निकोलस पुरान र साई होपले सेन्चुरी बनाएका थिए। नेपालको तर्फबाट आरिस शेखले 63 रन बनाएका थिए। गत साल नेपालले वेस्ट इन्डिज ए टिमसँग टियु ग्राउन्डमा 5 खेलको टी20 सिरिज खेलेको थियो। सो सिरिजमा नेपाल 3-2 ले पराजित भएको थियो। नेपालका कप्तान रोहित पौडेलले 265 रन बनाउँदै सो सिरिजको टप स्कोरर रहेका थिए। उनको नेममा वेस्ट इन्डिज ए विरुद्ध एउटा सेन्चुरी पनि रहेको छ। रिसेन्ट फर्मको कुरा गर्दा नेपाल र वेस्ट इन्डिज दुवै राम्रो लयमा छैनन्। नेपालले पछिल्लो 5 टी20I खेलमा मात्र 2 जित हासिल गरेको छ भने बाँकी 3 खेलमा पराजित भएको छ। सो 3 खेलमध्ये 1 खेल कुवेतसँग पराजित भएको थियो। वेस्ट इन्डिजले पनि आफ्नो पछिल्लो 5 टी20I खेलमा मात्र 1 म्याच जितेको छ। वेस्ट इन्डिजले पछिल्लो 2 सिरिजमा पाकिस्तानसँग 2-1 र अस्ट्रेलियासँग 5-0 ले पराजित भएको थियो। नेपाल भर्सेस वेस्ट इन्डिज प्लेयर्स टु वाच। नेपालका तर्फबाट सोमपाल कामी। नेपाली टिमका सबभन्दा एक्सपिरियन्स बलर हुन् सोमपाल कामी। सोमपालले 2वटा टी20I वर्ल्ड कप खेलिसकेका छन् र तेस्रो वर्ल्ड कप खेल्ने दाउमा छन्। 78 टी20 इन्टरनेसनल खेलिसकेका सोमपालका नाममा 76 टी20I विकेट छ। बलिङको साथसाथै उनी ब्याटिङमा पनि पावर हिटिङका लागि चिनिने गर्दछन्। टी20Iमा 333 रन जोडेका सोमपाल कामीले धेरै पटक नेपालको ब्याटिङको लोवर अर्डर सम्हालेका छन्। गत महिना मात्र अस्ट्रेलियामा सम्पन्न टप इन टी20 सिरिजमा उनी नेपालका सर्वाधिक सफल बलर बनेका थिए। त्यसैले पनि सोमपालका घातक ओपनिङ स्पेल र लोवर अर्डर ब्याटिङले नेपाललाई जितको नजिक पुर्याउन सक्दछ। वेस्ट इन्डिजका तर्फबाट जेसन होल्डर। वेस्ट इन्डिजका पूर्व कप्तान जेसन होल्डर पनि नेपाल आउने वेस्ट इन्डिज टिमका सबैभन्दा एक्सपिरियन्स्ड प्लेयर हुन्। होल्डरले 250 भन्दा बढी इन्टरनेसनल म्याचेस खेलिसकेका छन् भने त्यसमा 300 भन्दा बढी विकेट्स लिइसकेका छन् र 5000 भन्दा बढी रन बनाइसकेका छन्। यसै साता सम्पन्न भएको क्यारिबियन प्रिमियर लिगमा होल्डरले 13 विकेट र 267 रन बनाएका थिए। उनको रिसेन्ट फर्म र एक्सपिरियन्सलाई फेस गर्न नेपाली प्लेयर्सलाई ठूलो चुनौती हुनेछ। नेपाल भर्सेस वेस्ट इन्डिज लाइभ स्ट्रिमिङ एन्ड टिभी च्यानल्सको व्यवस्था के रहेको छ त? रुटिन अफ नेपाल प्राइभेट लिमिटेडले नेपाल भर्सेस वेस्ट इन्डिज सिरिजको स्पोन्सरसिप र ब्रोडकास्टिङ राइट हात पारेको छ। रुटिन अफ नेपाल बन्दको अफिसियल युट्युब च्यानलले सिरिजको 3वटै खेल युट्युबमा लाइभ गर्नेछ। त्यसै गरी कान्तिपुर म्याक्स टिभीले चाहिँ टिभीमा सो सिरिजको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। नेपाल बाहिर भने सम्भवतः विलो टिभीले सिरिजको लाइभ ब्रोडकास्ट गर्नेछ। अन्त्यमा टिम न्युज र स्क्वाडको कुरा गरौँ। रोहित पौडेलको कप्तानीमा क्रिकेट एसोसिएसन अफ नेपालले 16 सदस्यीय टोलीको घोषणा गरेको छ। टिमको उपकप्तान दिपेन्द्र सिंह एरी रहेका छन्। करिब 2 वर्षपछि यङ अलराउन्डर आदिप अलामले नेसनल टिममा कमब्याक गरेका छन्। नेपाल एसँग असम टुर गएका आदिलले त्यहाँ राम्रो प्रदर्शन गरेका थिए। त्यसै गरी सन्दीप जोरा पनि टिममा फेरि समावेश भएका छन्। उनी टप इन टी20 सिरिजको बेलाका टिमबाट हटाइएका थिए। त्यसै गरी वेस्ट इन्डिजलाई स्पिनर अकिल हसेनको कप्तानीमा 6 जना अनक्याप प्लेयर्सलाई समावेश गर्दै टिम अनाउन्स गरेको छ। वेस्ट इन्डिजका नेपालसँग खेल्ने टिमबाट जेसन होल्डर र हुसेन मात्र टी20I का रेगुलर प्लेयर हुन्। से होप, सिमरन हेटमायर, रोबमेन पॉल, सेर्फेन रुथरफोर्ड, रोमारियो सेफर्ड, अल्जारी जोसेफ, समर जोसेफ र रोस्टन चेज जस्ता सिनियर स्टार्सहरू नेपाल विरुद्धको सिरिजमा समावेश छैनन्। नेपालले अहिलेसम्म 9 पटक फुल मेम्बर टिमसँग टी20 इन्टरनेसनल खेलिसकेको छ र ती सबै 9 खेलमा नै नेपाल पराजित भएको छ। गत साल भएको वर्ल्ड कपमा साउथ अफ्रिका विरुद्ध जित हात पार्न नेपाल 1 रनले चुकेको थियो। नेपालले आयरल्यान्डसँग 3 पटक, बङ्गलादेश र जिम्बाब्वेसँग 2 पटक अनि इन्डिया र साउथ अफ्रिकासँग 1 पटक टी20 इन्टरनेसनलमा खेलेको छ।
वेस्ट इन्डिजले तुलनात्मक रूपमा नयाँ टिम पठाएको हुनाले नेपाललाई वेस्ट इन्डिज विरुद्ध जित हात पार्ने यो सुनौलो अवसर रहेको छ। नेपाली टिमलाई जितको शुभकामना र युएईमा हुने साथीहरूले साझा क्रिकेट ग्राउन्डमा गएर नेपाली टिमलाई हौसला प्रदान गर्न अनुरोध गर्दछौँ। आजलाई यति नै। यस्तै भिडियोहरू लिएर फेरि पनि हामी उपस्थित हुने नै छौँ। हाम्रो विकेट गोल टिभी च्यानललाई सब्स्क्राइब र यस्तै भिडियोहरू लाइक गर्न नभुल्नुहोस्। धन्यवाद।